हेर बाँदर भयो खानु पर्यो दामी बनाएको है दामी घन्टिएर लाग्यो पानी परेर भिजायो यार त्यही भागी म भागी पानी परेर भिजेको यार गाइस त्यही म भागी घर आइगयो फ्रेन्ड्स वेलकम टु माई एनदर ब्लग सबजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु म जब यसो गाउँतिर हिँडेको अनि बाँदर देखेँ कि मैले तपाईँहरू देख्दैन होला बाँदर त मैले बाँदर देखेँ कि अनि बाँदर किनभने भएको मकै खाइदिन्छ क्या मकै छ नि त तलतिरै खेतभरि मकै छ मकै खाइदिन्छ बिचोक पर्छ नि यही हो मकै खाने भैँसीहरूलाई मकै खुवाउने यही हो अनि यहाँ रुखभरि बाँदर छ क्या अनि त्यही पनि घरमा लिची छ नि त बाँदरले चोरिदिन्छ क्या लिची ड्युटी के भयो भने बाँदर हेर्ने हामी चाहिँ मकै लिन आइसक्यौँ यहाँ मकै लिन आएको क्या अहिले मकै पहिला खाने जस्तो कुरा आयो हाम्रो खेततिर मकै पाके छैन कि एउटाको आएको तेह्र बाटो हेर्छ ओहो कि डेन्जर भिड छ त यार यहाँ मजा हुँदैन त्यस्तो जुत्रो आएछले कहाँ मकै पैसिनाहरू को यो हुइजी यो मकै लिन आएको मकै पहिला खाने जस्तो कुरा आयो यहाँ मकै लिन आएको मकै भाजौँ गाइस मकै म यसरी हिँड्छु है यसरी हेर्दा कालो यसरी हेर्दा गोरो तर म जसरी नि गोरो चाहिँ गोरो नि छु त्यसै बेला हल्का लाइटले नि मलाई देखाउँछ नि त राम्रो मकै भाज्छु म मकै भाज्छु मलाई कसले भाजिदिन्छ अब बाँदरले खाइदिन्छ जस्तो छ त यहाँ त ए हेर्नु पर्यो यो गाई त कति सानो लिएको त बेला भएपछि मैले लिएर के अरे हेरेर टिपेको हो अरू अरू भएको छ हेरेर टिप्नुपर्छ कि मकै यो खुट्टाले टिप्नुपर्छ कि भित्रभित्र अन्त काट्नु पऱ्यो के अरे भर्खरकै र छिपे पर हुने टेन्सन हुन्छ यहाँ सर्प हुन्छ यहाँ सर्प थियो औडा डर लाग्छ कि बाघदेखि त्यति डर लाग्दैन मलाई सर्पदेखि त्यति साह्रो डर लाग्छ कि मलाई हटाएर कामलाई केही गर्दैन यिनीहरू फर्सिन्छ क्या फर्सी छोडिदिन्छ मस्तो भयो ओ मैले भात चाहिँ खाएन एउटा हेरेर भाज्नु पर्यो नि त मकै भाजिहाल्यो पढेर खाने अब बोडिन्छ यार कसको हो फेरि अस्ति बिखाएर म मर आएँ हामी चाहिँ मकै पहिरो खान लाग्यो यस्तो दिउँसो घाममा आज जान त यस्तो धुवा उडिसक्यो त्यो हाल नि त्यो हाल चाहिँ बेल भाइ मकै खानु पर्यो दिउँसो कति बजी थाहा 10 बजिसक्यो 10 बजी मकै खाने भनेर पोलेर खान लाग्यो यिनीहरू ल के भन्ने मैले केही भन्नु सकिनँ मैले निकाल दियो उयो छेउमा हाल्यो टरेको लौरी खोइ ओइ यो नि बेला भइसक्यो यार मेरो लौरी खोइ इजीको केटा कस्तो भइरहेको मकै 10 बजे भात खाने सट्टा मकै खालायो जेनेसी मोटो हुन्छ भने जेनेसी मोटो हुन्छ ल हेर्नु नि जेनेसी मोटो हुन्छ 10 बजे मकै खाएर घर आएर 2 थाल भात खाने मान्छे यही हो मोटे कोही चाहियो बन्दै उयो एउटा झिङ्ला थियो मैले यो ओहो पोली पुलो औडा धुवा यार यो कालो तलको चाहिँ निकाल्यो एउटा निकाल्छु म अब यो पेन पड्यो त्यो चाहिँ हाल ओभर तातो छ कि हामी कति हो हाले 9 वटा
नौडे त कनै फेरि डट डटे होला म बाँदरी हो कि तिमी उपर तातो स्याहार्यो मकै आगा निकाले चिसो हुन्छ है भर्खर फ्रिजर निकाल्यो आगोबाट होइन वाह हेर न साइनिङ हेर न कस्तो राम्रो उपर गर्नु हिँडेको ल जुवा हाल जुवा नभए मान्छे मकै हालौँ आगो बल नि हेऱ्यो आगो बोलेर बिल भाइ हेर बाँदर मकै खानु पर्यो चोसानो दामी है दामी हुसानले खाएको हेर्नुपर्छ नि हाम्रो दामी हो यसलाई हेर कति चुक्ने निकाल्छु कि अनि थोरै सब्जी लगाउनु यो नुन सानी पिरो छ एउटा यहाँ चाहिँ 3टा डल्ले खुर्सानी हाले कि त्यो धेरै पिरो है 3टा हो खानै नपारे चाहिँ यार म केही पनि भन्दिनँ हात धुनु पऱ्यो यार हात फुट पऱ्यो यार हात धुन्छु म चाहिँ अहिले घर जाँदै थिएँ अनि घर जान लागेको बाटोमा पानी पऱ्यो कि पानी परेर कुद्दा यहाँ तल एउटा घर छ कि मान्छे नबस्ने तर घर छ त्यहाँ आएर बसेको म चाहिँ जानु पर्ने यहाँ माथि हो खासमा है यहाँबाट माथि हो बाटोमा अब भिज्छ भनेर नगएको यहाँ चाहिँ यत्रो ठुलो पानी पऱ्यो कि हेर्नु नि है अहिले त बरु धेरै कम भएको हो क्या अहिले धेरै कम भएको अनि लास्ट ठुलो पानी पऱ्यो पानी परेर बिजोक पाइयो क्या तपाईँको अहिले हेर्दा पानी पर्दा जस्तो लागेको तर अहिले पानी पऱ्यो ठुलो पानी पऱ्यो एकदमै हेर्नु न अहिले त बरु धेरै सानो भएको म यहाँ उफ्रिनु गएको थिएँ पानी ठुलो नै पऱ्यो क्या भिजल जस्तो पानी पऱ्यो अनि किन भिजेर जाने भिजेको अनि फेरि ज्वरो सरो आउला भनेर म यहीँ कुरेर बसेको अब हेरौँ कति घन्टिएर लाग्यो पानी परेर भिजा यार भागी म भागी पानी पऱ्यो भिजेको यार गाइस म भागी घर आइपुग म फाइनली घर आइपुगिसकेँ क्या हाँस उठिरहेको कि कस्तो भिजेर नि छ्या यति सबै भिज्यो बल्ल आइपुग्यो यार पानी अलिअलि परिरहेको पर्न चाहिँ त्यस्तो हाँस चाहिँ छैन तर पर्न जाँदै पनि परिरहेको क्या पानी बल्ल आयो यार भिजोक पाएँ नि उता गएको थिएँ म त्यहाँबाट फेरि त्यो घरमा आएँ तलको त्यसपछि फेरि आफ्नै घरमा आयो क्या अहिले चाहिँ फाइनली है पानी परेर भिजोक पाएँ यार खुट्टा सुट्टा धुनु पऱ्यो यस्तो छ्या ठुलो पानी परिरहेको भने लाइफ रसमा चलिरहेको छ यतिको रसमा चलिरहेको छ कि तपाईँहरूको कुरा छोडिदिनु क्या यो भ्लग मेरो पेन्डिङमा बसेको 5-6 दिन भइसक्यो क्या पहिलो दिन म उता गएँ म गएँ पल्ल दोस्रो दिन यता उता गएँ पानी सानीमा भिज्यो आज अनि हिजो र अस्ति मैले भ्लगै गरेन आज फेरि 2 दिन 4 दिन 5 दिन भइसक्यो अब यो भ्लग फेरि आज भयो एडिट केही पनि गरेको छैन एडिट गरेर अनि भोलि अपलोड गर्नुपर्छ भने 6-7 दिन भयो क्या यतिको रसमा चलिरहेको छ कि लाइफ कुरै छोडिदिनु क्या न केही गर्न भ्याज न खासो भन्यो भने रियलमा काम गर्ने भने काम पनि छ गरेन भने काम पनि छैन क्या दिनभरि हल्ने हिँडे यताउति नै चलिरहेको छ होइन अनि मेन त खासमा गाउँमा अब त्यस्तै हुन्छ कि खासै केही गर्न नि भ्याइँदैन केही काम पनि हुँदैन काम हुन्छ पनि हुँदैन पनि क्या गरे हुन्छ पनि गरे हुँदैन पनि अनि केही गर्न नि भ्याएको छैन राम्रोसँग भ्लग छ यतिकै पेन्डिङमै थियो खास एडिट केही नि गरेको छैन अझै के हो कस्तो हुने क्या अब तपाईँको टाइम पनि नभ्याउने टाइम दिनभरि छ तर भ्याउँदा नभ्याउने क्या कहाँ के गर्मीमा फेरि खासै कहाँ हिँड्न नि मन नलाग्ने होइन यस्तै भइरहेछ अब चाहिँ भ्लग अलिअलि जस्तो दुःख गरेर भने अलिअलि हाल्ने कोसिस गरिरहेको छु मैले किनकि धेरै भयो क्या 5-6 दिन एउटा भ्लगलाई टाइम लाग्यो अर्को भ्लगलाई 5 दिन लाग्दा टाइम यतिकै जान्छ भ्लगको खासै अपलोड गर्न पनि पाइँदैन नि त त्यही भएर अब चाहिँ डेली भ्लग गर्ने प्रयास गरिरहेको छु म है कतिको हुन्छ है त अब हेर्दै जाऊँ यो भ्लग लास्टै भयो क्या त्यही भएर चाहिँ अब छिटो अपलोड गरेर अर्को भ्लग स्टार्ट गरिहाल्नु छ है त ल थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो